उतापट्टि ननिकाल माथि पल्लको पुलुङमा हेर न अब दुईटालाई गराएको आयो उयो त उता लड्दै तेल लगाइदिनु नि मामा अलिक पर्दा अन्त मामासँगै बसेर खानुहोस् सिङ्गा भात नि आइन्दै घुम्ने घुम दुईटा दाइ पानी गर्नु नचाउने त हो पानी नचाउ यहाँ घुम्ने घुम्न छोड्दैन तेल लगाइदिनु दुबो तेल तल भान्दा खुट्टा जोडाउनु खुट्टा हो यसरी हात हो तिनचोटि गर यस्तो त कहिले पनि गरेको त्यो नगरे वाद गर्नु पर्यो पुर्याउने हो कि कस्तो अरे मनिस यस्तो त्यो तेलबाट टाउका अलिअलि भाइलाई लगाएको टाउका काना यसो छोइदेऊ काना हाल्ने हो खास काना हाल्ने हो मनिस तेल किन भयो दाइलाई नि तिमीले दुबो लतार्यौ काइँले कपाल कोरिदिने हो क्या हात दोकान भयो अब यो मनिषलाई दुईटा ए दही खाने ए दिदीले सम्झिनु दिदी सिन्का कथेर अरे भातले अब गरेर कटाए होइन ठिक तेल पनि लगाइदिए सिन्का भात छ त्यही छ मभन्दा अर्कोले भएर के अरे ठिकै छ हिजो झै आउनु ल दिदी यहाँ अझै एउटा छ ए मुढा चाहिने भयो यस्तो के राम्रो मुढा चाहिएको मलाई मैले मीनाक्षी ए आइज न कोतेलाई मैले के मेरो गीत आउनै पर्छ ल या त ल गीत दिन जग्गा आउँछ
खै पहिला के भएर दिदीकै छोरीलाई फोटो यहाँ नलाइदिएको फोटो खिचेर एउटी आएर यहाँ समाइदिएको तरकारी रोटी खानु पर्यो अब के गर्ने दाइ ठुलै त्यो ऊ निकालिदिनु त पछाडिको एउटा टपरीमा टिका निकालिदिनु बाबालाई लाग्यो बाबु त उहाँ घुम्न गएको खै कता इन्डिया ल यो फोटो खिचिदिनु त म साथ दिन्छु कि भान्जा के भन्नु भिडियो गराइदिनु कि म साथ दिन्छु भान्जाको मिलेन कि भान्जालाई साथमा मिलेन तिमीले गर्दै मसला हो त साथ दिनु पऱ्यो क्या भान्जा त्यो फटिन्छ भान्जा एक्लै नगराउनु फेरि राम्रो हुन्न क्या त्यसलाई भित्र बाँधिदिए त्यो काका हो त्यसलाई हो ल हो त्यसै त ल भयो हो त्यो कलर माथि सातै हुन्छ क्या अन्त सात आएको हुन्छ हुन्छ चिसो बनाउनु मात्र हो रातो लगाइदेऊ रातो लगाइदेऊ रातो नीलो हो त नीलो सेतो सेतो अनि सिमरी कलरको सेतो पछि सिमरी कलरको सिमरी कलरको हरियो प्यालो प्यालो अनि ऊ अर्को 1 2 3 4 त्यो टल्किने होला सर्र पारिदिनु ल ल भित्र लटपटिन्छ नाकको यता ट्याक्क त्यहाँ फेस आउने गरी खिचिदिन्छ अनि मैले भिडियो मात्रै गराएको छु तपाईँ यसो हातले छोड्दै गर बादलले त मात्रै राम्रो आछ मैले दुईटा लाउने अरे दुईटा हो त्यसबाट बनाइदिनु कि दुईटा धन्न ए हुन्न दुईटा हुँदैन त्यो प्लास्टिकलाई भित्र अस्मिता एउटै राम्रो हुन्छ क्या ट्याक्क पारेर अलिकति मात्र अलिकति पोख्नु आधा पोख्नु दल्दो पुस्नु पर्ने दुई साथ दिनु
हातैले भयो समातिनु राम्रो मिल्दैन कि यहाँ त चिक्को भन्दा फोटो ठुलो अब रातो लाइनु तल यो त काम भइगयो खिचिहाल्नु फोटो जेठानो जता वाल खिचिरहनु भएको सिधा काट्नु ल लगाइदेऊ मेरो पनि त पछाडिबाट खिचेर गएको ल आछ कि अब आछ हजुर पछाडि खिचेर अगाडि आउने हो क्या क्यामेरा पछाडि खिच्ने पनि अगाडि आउँछ माथि ट्याप लगाइदेऊ माथि लगाइदेऊ त बुढाको टिको राम्रो बनाउनु जब माथि लगाइदिने तल झर्छ क्या आफै यहाँ रहेछ कि फेरि खै भन्छ ल खै 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 भान्जी ल ल अब भान्जिहाल्छ अब यहाँ बाबालाई हल्ला माला लगाइदिने बाबा अब हामीले लगाइदिने होला टिका लाउँदा लाउँदै खोल्टीबाट झिर्दिँदै ए पैसा त्यहाँ दिदीलाई लगाइदियो टिको बल्ल एउटा दिदी एउटा बन्दी पाँचवटा भयो दुई बस्छ बहिनीलाई चिप्लो लगाइदिनु पर्यो लगाइदिने हो ल बस होइन यता बस्ने कि उता यता बस्छ चिप्लो लगाइदिएछ दुईटा त मिठाई हुनुपर्छ रे ओखर पर्ने होइन बाबु त्यो बस्यो त बादन दक्षिणा त के मार गरिदिनु भयो ए के तिमीहरूलाई यहाँ मार्नु ए क्युआर चट्ट भयो सबैको बुढीसम्म ल खै नाना नाना लगाइदिनु ल शङ्कर माला ए माला त खै मेरो भाउमा त कस्ता परे माला छोडमा परे मेरो माला म फुल नपाएर हट्नै तिमीलाई दाइबाट मलाई त अर्को ल ल तपाईँले दिदीलाई लगाइदिने अझ एउटा यहाँ छ कि म त मगनले लाउँथेँ के अरे केही हुन्न तपाईँ तिनवटा लगाइदिनु कि दिदीलाई होइन कि टिको लाउने छ क्या मैले मखमली ए अन्त ल अन्त मखमली लाउने ल बादल मनिष भन्छ अब दिदीहरू खिच मखमली भाइ हुन्छ भने मैले खिच्नु पर्यो
खै कुन हो पहिला त्यो दुबो खै त्यो दुबो खै यहाँ बसेर लगाइदिनु एकछिन के अहिले त निनाइ मान्छु के मलाई देखेन के निकालेको सबै निस्केछ के एक एकवटा रङ ल्याएर भइहाल्छ अब रातो हो यो कलर तल तल दिए ओ तल भन्नु पर्छ र सेतो कहाँ लगाइदिनु एकदम कुनामा हो नि सेतो पिंक कलर भद्दा भयो ठुलो गराएको नीलो नीलो अब टम्किने सेतो 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 सेतै ढाकिदिए ल भयो ओ हो त्यहाँ सेतो भयो क्या ल थाल्दिने राम्रो त बास बास तुरातो छ त यार राम्रै बाजे तुरातो छ के राम्रो भाछ ल अब अस्मिता आऊ खै 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 मलाई त मनिषको जस्तै चाहिन्छ कि न के लाग्यो मनिषको आफै लाग्नु पर्छ